चण्डेश्वरी द्यछेमा रहेको तोरण कहाँ पुग्यो भनेर प्रश्न गर्दै भिडियो बनाएको थिएँ। नभन्दै यो विषयमा धेरैले चासो व्यक्त गर्नुभयो भने धनबहादुर बादेज्यूले मन्दिरमा नै हुनुपर्छ र बारम्बार तोरण राख्नुपर्ने भन्दा भन्दै नराखेको कुरा उठाउनुभयो। त्यसपछि धनबहादुर बादेज्यू र रेशम बहादुर बादेज्यूले यो जात्रा अगाडि राख्नै पर्छ भन्दै चण्डेश्वरी जाउँ र जसरी भए पनि राखौं भन्नुभयो। त्यसपछि हामी चण्डेश्वरी तर्फ लाग्यौं। नभन्दै तोरण त्यही द्यछेकै छेडीमा चिसोमा राखिएको रहेछ। धेरै वर्ष चिसोमा राखेर होला तोरणका मुनिको भुइँले भेटेका काठहरू कुहिएको रहेछ। तोरण भरि माटो नै माटो रहेछ। लाग्छ कि बाढीले डुबाएर निकालेर सुकेको जस्तो। त्यसपछि केही पुजारीहरूको सहयोगमा सरसफाई गरियो भने पुजारी माधव कर्मचार्य तथा अन्य पुजारीहरूले तोरण राम्रोसँग राखिदिनुभयो। हेर्नुहोस् त हामी कस्तो भएछौं। भएका कुराहरू पनि सही स्थानमा राख्न नसक्ने र जथाभावी अव्यवस्थित राख्ने, जसले गर्दा झन कसैले देख्न नपाइकनै हाम्रो सम्पदा मास्ने वा मेट्ने भएको छ। भएका कुराहरूलाई नै संरक्षण गर्ने हो भने हामीसँग अथाह सम्पदाहरू छन्, तर हामी भएकालाई व्यवस्था गर्ने र नहुने कुरालाई जोड दिने भएका छौं। ल हेर्नुहोस् त तोरण राख्दा कति राम्रो देखियो। अब तपाईहरू नै भन्नुहोस्, यो तोरण यही ढोकामाथि राख्नुपर्ने थियो कि कुहाउन छेडीमा अव्यवस्थित राख्नुपर्ने? यस तोरण राख्न साथ सहयोग गर्ने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। सम्पदा संस्कृति नै हाम्रो पहिचान हो र यसको संरक्षण हामी सबैको दायित्व हो। धन्यवाद।